शीतल भयो गाइज गजब भयो ल हाम्रो सेकुवा होममै अब रुममै सुरु भइसकेको छ हावाले मर्दा मर्या मर्या गर्दै रहेछ सामगेप साल हाम्रो आज होम यताबाट चाहिँ खिच्नु पर्ने रहेछ यार यहाँ सामगेप साल ल हेलो एभ्रिवान वेलकम टु ब्याक माई न्यू ब्लग आजको ब्लग चाहिँ हाम्रो फेरि सुरु भइसकेको छ है गाइज अहिले चाहिँ हामी रुममै सामगेप साल बङ्गुरको पोलेको मासु कोरियन डिक्समा बनाएर खाँदैछौँ है अब सुरु भइसकेको छ हाम्रो आजको प्रोग्राम भनेको रुममै बसेर दाजुहरूसँग सबैजनासँग मिलेर यहाँ होमसिक पार्टी भनौँ न रुममा यहाँ डिक्सहरू के छ म तपाईँहरूलाई हल्का छोटो मिठो जानकारी गराउँछु है अब जुसमा चाहिँ यो स्याउ जुस सागुवा अनि यो चाहिँ म्याङ्गो जुस अनि यो भनेको बङ्गुरको 3 पत्रे पोलेको अब मासु यतातिर छ अनि यो चाहिँ साङ्चु भन्छ होइन रायो साग हो अब मिसाएर खान्छौँ हामी चाहिँ अब दाइहरू हुनुहुन्छ यतातिर हामी पोलेर खाँदैछौँ आजको न्यू प्रोग्राम भनेको चाहिँ स्पेसल हुँदैछ सुरु गरौँ ट्याक्क बिस्तार आनन्दले बङ्गुरको पोलेको मासु सामगेप साल भन्छ जसलाई कोरियन भाषामा है यो चाहिँ नेपालमा चाहिँ अब चुलामा पोलेर खाइन्थ्यो यहाँ चाहिँ ओदामा हो कि अब यो ग्यासमा हो सामगेप साल पोलेको बङ्गुरको मासु हाम्रो आज रुममै काम सकेर चाहिँ अब भनौँ न सुरु हुँदैछ बिहानको समयमा यतिखेर दक्षिण कोरियामा चाहिँ हामी सामगेप साल पोलेको मासु खान तयार भइरहेछौँ सुरुवात गर्दैछौँ है हाम्रो यो उत्तर कोरिया भन्दाखेरि चाहिँ अलिकति फेरि किम जोङले बम पड्काउन सक्छ त्यसैले दक्षिण कोरियामा चाहिँ हाम्रो रुम पार्टी हुँदैछ आज चाहिँ विशेष गरी हाम्रो नर्मल छ होलिडेको दिन चाहिँ बिदाको दिन शनिबार भएको कारणले गर्दाखेरि हामी अब अरू बेला जहिले काम गरे पनि यसो रुममा सँगै दाजुभाइहरू सबैजना नेपाली मिलेर बसेर खाना सुरुवात गर्दैछौँ है साथीहरू तपाईँहरूलाई पनि हाम्रो भ्लगमा स्वागत छ के कस्तो हुन्छ कृपया आफ्नो लाइक कमेन्ट प्रतिक्रिया सेयर गरिदिनु होला तिर चाहिँ हाम्रो निक्कल लामा दाइ हुनुहुन्छ होइन यतातिर चाहिँ हाम्रो कमल झोरले लाफा हुनुहुन्छ हाम्रो दाइ हुनुहुन्छ यतातिर आदरणीय राजेश दाइ हुनुहुन्छ हेलो दाइ स्वागत छ हाम्रो न्यू भ्लगमा तपाईँहरूलाई सबैजनालाई आजको हाम्रो न्यू स्पेसल प्रोग्राम भनेको के छ भनिदिनु पर्यो सामगेप साल पोलेको मासु है हजुर हजुर
चुसकको रहल पर्यो क्या यो चुसकमा सँगै बस्न पाइएन भाइहरू कता कता गए त्यो चुसक पछाडिको रमाइलो यो के गर्न गयो चुसकमा भन्ने यो चाहिँ अब नेपाली दसैँ पनि भन्नु केही फरक पर्दैन नि है दसैँको रमझम तिहार आउने अब रमझम तिहारको सुरुवात हुँदैछ दसैँको सकिएर चाहिँ यो प्रोग्राम हामी बिचमा राखेको छौँ ल अब खोइ त हाम्रो यहाँ जुस होइन पनि भिज्ने हेल्नुमा राख्ने साङ्चु यहाँ चाहिँ यो साङ्चु भन्छ यो चाहिँ कोरियाको मेन डिस हो साङ्गे सालसँग दाजु कसरी खान्छ लु एकचोटि देखाइदिनु पर्यो ल खोर्सानी हजुर हजुर च्याउ बडा टेस्ट होइन यसरी चाहिँ ल कसरी ल स्वाद कस्तो छ त दाजु आजको एकदम मासिस हो मिठो छ ल कमल भाइको पालो है त ओ यार मोबाइल पाएको भयो ओके ल ठिक छ ल जुस हाम्रोमा अब पेय पदार्थमा जुस मात्रै छ है तपाईँहरू त्यस्तो खाना मात्रै सालुवा स्याउ अनि मेरो चाहिँ जुस लच्यास खान्बे शीतल भयो गाइस ह्याप्पी तिहार ह्याप्पी चुसक स्लोमा बनाउन ग्यास Sisa kapsida. उदा खानु